नमस्ते सबैलाई मेरो भ्लगमा हजुरलाई स्वागत छ। आज चाहिँ म नयाँ भिडियोको साथ आएको छु। नयाँ ठाउँमा नयाँ भिडियो एउटा थोरै के खिचौँ कि भनेर र तपाईहरुलाई के जानकारी पनि दिनु छु हैन, यहाँको कतारको हैन। त्यस्तै हो हैन। अब टक्क बाटोमा हिँड्दैछु। यो चाहिँ म भर्खर रुमबाट निस्केको हाम्रो रुमको बाटो हो हैन। साथीहरु यता चाहिँ यस्तो छ साथीहरु हैन। कतारमा त्यस्तो गाह्रो छैन। तपाईहरु कतारमा आउँदा के कस्तो नयाँ आउनेहरुलाई कस्तो के लाग्ला हैन। नयाँ नौलो हुन्छ नि अनौठो त लाग्छ नि पक्कै पनि हैन। तपाईहरुसँग पैसा भयो भने अब त्यस्तो जस्तो काठमाडौँमा जसरी बसे हो त्यस्तै हो के। तपाईसँग एउटा भिजा कार्ड चाहिँ हुनु पर्यो हैन, आइडी चाहिँ हुनु पर्यो। त्यो आइडी भएपछि तपाईहरुलाई जहाँ जाँदा पनि फ्री हुन्छ। पैसा हुनु पर्यो साथमा। त्यस्तो केही समस्या चाहिँ हुन्न। त्यस्तो समस्या केही पनि हुँदैन। तपाईहरुसँग कार्ड चाहिँ हुनुपर्छ हैन। त्यही हो, कार्ड चाहिँ हुनु पर्यो। अनि यो कम्पाउन्डले सिधा ल्याएर राखिदिन्छ। अनि अफिसमा जाने पहिला सुरुमा साइन गराउँछ। अनि काम गर्नुहुन्छ, ड्युटी जोइन गर्छ। अनि एउटा रुम दिन्छ। अनि त्यसपछि आफ्नै लाइफ चल्छ हैन। जस्तै कतारमा तपाईहरुलाई पानी खानु पर्यो, यताउता गर्नु पर्यो भने यसरी यो पानी नकिन्ने पानी पनि पाउँछ। यस्तोमा हुन्छ यो। जस्तै कतारीको घरतिर हुन्छ नि त्यस्तोतिर पाउँछ तपाईहरुलाई। यदि पानी अब किन्नु पर्दैन। अब यस्तो मस्जिदतिर पाउँछ नि। हाम्रो अगाडिको सिन चाहिँ यस्तो चाहिँ अब यो त्यस्तो छैन। यो खासै यो कस्तो होला के होला भनेर डर त लागिहाल्छ पक्कै पनि हैन। अब एकदम अब डर त एकदम भइहाल्छ नि हैन साथीहरु। डर त सबलाई हुन्छ। किन त्यस्तो चिन्ता लिनुपर्ने खालको त्यस्तै खालको चाहिँ हुँदैन है। अब हाम्रो रुम भन्दा अलि तलतिरको भ्यू चाहिँ यस्तो है। अब यता आइसकेको छु। यहाँनिर आइपुगिसकेको छु हैन। मेरो अगाडिको भ्यू चाहिँ यस्तो छ है। यस्तो छ। यताको भ्यू चाहिँ यस्तो छ है। यता मास्तिरको भ्यू चाहिँ यस्तो छ साथीहरु। टक्क यो चाहिँ अहिले नयाँ मार्केट बनाउँदैछ क्यारे। यो चाहिँ यता यस्तो भयो हैन। म चाहिँ यता पछाडि त हो नि साथीहरु हैन। त्यही हो, अलिकति गर्मी हुनु सुरु हुन लागिसकेको छ क्या। अब चाहिँ यहाँ गर्मी नि सुरु हुन लाग्यो। अब यो घाम हेर्नु न तपाईहरुले। घाम हेर्दै थाहा हुन्छ कि कतिको एकदमै घाम कस्तो चर्किरहेछ अहिले। पुरै घाम पुरै एकदमै ठुलो। अहिले एकछिन अब 10 मिनट जति बाहिर हिँड्दा नि गाह्रो हुन्छ क्या। एकदमै गाह्रो हुन्छ। 10 मिनट जति हिँड्दा नि गाह्रो हुन्छ। एकदम त्यस्तै छ अहिले सिचुएसन। अब गर्मी सुरु भयो। एकदम जाडोमा चाहिँ ठिकै हुन्छ मौसम, त्यति हुँदैन। तर गर्मीमा चाहिँ एकदमै तातो हुन्छ क्या। एकदमै बाहिरबाट निस्किनुको त कल्पना नि नगर्दा नि हुन्छ। बाहिर निस्किनु नसोच्दा नि हुन्छ क्या। यस्तो यतातिर चाहिँ यस्तो छ। त्यो रुखै नहुने घाँसै नहुने भन्ने चाहिँ भएन। यसरी बनाएको चाहिँ हुन्छ है। पुरै यस्तो जङ्गलहरू यस्तै बनाएको हुन्छ। त्यस्तो घाँसै नहुने त्यस्तो केही भन्ने त त्यो छ। तर तातो चाहिँ एकदम हुन्छ है। मैले एकदम नसोचेको कल्पना नगरेको भन्दा नि बढी तातो हुन्छ। मलाई चाहिँ त्यस्तो फिल भयो हैन। हजुरहरूलाई अब हजुरको कतारमा कति हुनुहुन्छ होला। तातो चाहिँ एकदम हुन्छ एकदम। मलाई चाहिँ सुरुमा आउँदा चाहिँ एकदमै गाह्रो भएको थियो हैन। एकदमै कष्ट पुरै मुनिबाट लागो जस्तो क्या। त्यस्तो फिल हुन्छ। जस्तै यता चाहिँ अब यता यस्तो सिन छ। यस्तो सिन छ है यता चाहिँ।
चाहिँ पुरै गाडी हो, नयाँ ठाउँ नयाँ उसको साथ होइन आएको छु म चाहिँ आज। सो त्यही हो, अरू त के भन्नु र, नयाँ जानकारी दिउँ भनेर साथीहरूलाई होइन, कस्तो के कतारको होइन विषयमा यो होइन। टक्कनी यस्तो छ, यता चाहिँ यस्तो छ है, पुरै गाडी यता पुरा यस्तो घाँसको गाडी छ, पुरा यो जङ्गल के भन्छ, जङ्गलै के जङ्गल छ, जङ्गल पुरै पुरै जङ्गल छ। यो चाहिँ भित्र अलि गल्ली साइडमा हो, रोड साइड होइन गल्ली साइड हो क्या, पुरै गल्ली साइड हो। अलि तातो तातो पनि छ आज चाहिँ मौसम। अब चाहिँ म यता आइसकेको छु होइन, यतिखेर अगाडिको सिनहरू पनि तपाईँलाई देखाउनु छु। सो साथीहरू हेर्नुहोस्, अगाडिको सिन चाहिँ यस्तो छ है, यहाँ पुरा के को रुख हो, खतरा है पुरै। त्यस्तो गाह्रो हुँदैन है, यस्तो इजी हुन्छ कि त्यस्तो टेन्सन चाहिँ छैन है। त्यो केही हुन्छ कि चोरी हुन्छ कि भन्ने त्यस्तो टेन्सन चाहिँ छैन है कतारमा होइन। यो चाहिँ भित्रको रोड हो, बाहिरको होइन, रिङ रोड होइन, गल्ली हो नि त, भित्रको गल्ली हो। सो साथीहरू त्यही हो होइन। अनि अब यहाँ गर्मी पनि सुरु हुन लाग्यो, घाम हेर्नुहोस् पुरै कस्तो घाम लागिरहेको छ होइन साथीहरू, पुरै एकदम अहिले त चिसो चिसो नै छ। अहिले त बाहिर निस्किने सक्ने हुने छ क्या, त्यस्तो छैन, बाहिर निस्किनु सक्ने हुने छ। अहिले चाहिँ गर्मी त्यति सुरु भएन, अब अहिले त तातो त भइसकेको छ होइन। अनि अगाडि चाहिँ यस्तो छ मेरो अगाडि चाहिँ यस्तो रुखै रुखहरू छ, यस्तो पुरै यस्तो छ कतार होइन। सो साथीहरू अब म चाहिँ रुम फर्किन लागेको, रुम फर्किँदैछु होइन। म यता बिसेको छु होइन, भनेको ठाउँतिर होइन, पुरा यस्तो छ अगाडिको सिन चाहिँ, पुरा त्यहाँ मकैहरू रोपेको छ हेर्नु न, मकैहरू क्या रोपेर पुरै त्यहाँ मकैको बोर्डले देख्न सक्नुहुन्छ, पुरै यस्तो छ होइन। सो साथीहरू अब त्यस्तै हो, रुम आइपुग्न लागिसकेको छ। पुरै सिनहरू चाहिँ यस्तो छ है गाइजहरू, पुरा यस्तो छ होइन। के छ अरू भन्नुहोस् तपाईँहरूको, यसो कमेन्टमा लेखिदिनु होला होइन। के छ नयाँ नम्रो खबरहरू सुनाइदिनुहोस् होला भन्दै होइन। त्योहरू यहाँ हेर्नुहोस्, यो के को झाडी हो यस्तो होइन, पुरै झाडी छ त्यहाँ, के को झाडी हो यो, तपाईँहरूले चिन्नु भएको छ कि भएको छैन है। यो मलाई त थाहा भएन यो झाडीको नाम, झाडी भन्दा नि यो बोटको नाम चाहिँ के हो होइन, तपाईँहरूले यसो गेस्ट गर्नु होला होइन त साथीहरू, गेस्ट गरेर भन्नु होला। त्यही हो, मेरो अगाडिको सिन चाहिँ यस्तो छ साथीहरू, पुरै यस्तो छ, पुरा यस्तो छ, देख्न सक्नुहुन्छ सिन चाहिँ मेरो अगाडि चाहिँ पुरै सिधा त दामी देखिरहेछ। अब चाहिँ म पानी लिन जाँदैछु होइन, अडक्क यहाँ यो पानीको छुट्टै हुन्छ क्या, पानी यहाँ किन्नु पर्दैन, यो कतारीहरूको के अरे अरबीहरूको घरमा हुन्छ क्या, घर छेउतिर हुन्छ कि घरमा भन्दा पनि घर छेउतिर हुन्छ, तपाईँहरूलाई त्यो पनि देखाउने छु। म चाहिँ पानी लिन जाँदैछु। सो गाइजहरू होइन, हाम्रो पानी पनि सकिया रहेछ क्या आज, पानी पनि सकिया छ होइन। पानी अब के किन्नु त होइन, यहाँ फ्रीमा पाउँछ भने के किनिरहँ भनेर होइन, म चाहिँ पानी लिन आउँदैछु होइन। जार पनि देख्न सक्नुहुन्छ तपाईँले, पुरै यहाँ अगाडि पानी पनि छ होइन, खोलाको अगाडि यसरी देख्न सक्नुहुन्छ गाइजहरू, यहाँ अगाडि छ यस्तो होइन। तपाईँहरूले यस्तोमा टक्कै यहाँ ल्याउने होइन, यहाँ यसरी
यहाँबाट लाँदा पनि केही हुँदैन क्या पानी पुरै चिसो हुन्छ यस्तो चिसो हुन्छ पुरै चिसो हुन्छ गाइजहरू अनि त्यही हो तपाईँहरूलाई अब यस्तो कतारमा हुनुहुन्छ भने अब पानी किनेर खानुभन्दा यस्तो अब यस्तो खाँदा सेभिङ हुन्छ यस्तो खानुहोस् होइन त्यही हो गाइजहरू अब त्यही खानु अर्को के भन्नु पानी भरिरहेको छ होइन गर्मी पनि सुरु भइसकेको छ अब त्यही हो पानी सकिएछ हाम्रो चाहिँ रुममा के अब बक्कलाबाट किनेर लानु भनेर चाहिँ मैले चाहिँ यहाँबाट लिएर जानु लाग्यो अब पानी किन्ने पैसा पनि जोग्यो नि त साथीहरू होइन त्यही हो त्यही भन्दैछु अनि हाम्रो चाहिँ पानी भरिँदै पनि छ है भरिँदै पनि छ पुरै देख्न सक्नुहुन्छ तपाईँहरूले त्यसरी अब तपाईँहरू पनि यता हुनुहुन्छ भने अब यस्तरी लानु होला अब सबैको आफ्नो इच्छा हो कसो कहाँबाट लानुहुन्छ त अब म चाहिँ अब जहिले नै यसरी लान्छु तपाईँहरूले के गर्नुहुन्छ होइन त्यो आफ्नो इच्छा हो त्यही पनि अब पैसा थोरै छ भने अब यसरी लाँदा चाहिँ राम्रै होला होइन अब त्यही गर्नु होला भन्छु साथीहरूलाई